ग्रीन कलर को पानी सिस्नो बनाउने मान्छ यता यता सिस्नो चिसा सिङ्गना वरिपरि गाईहरू हाम्रो एउटा उता मुर्गीले अन्डा दिएको छ ए माथि 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 किन आइस किचनहरू त लास्टै फोर त छ त कि क्या दुखी गरी किचन यस्तै त हो नि होइन गाईहरू घरै पुरानो भइसक्यो हाम्रो मुर्गीको बच्चा चलाउनु है ठकठक गर्नु न म यहाँ हजुरको भ्लग बनाइदिँदैछु त्यो मान्छे जस्तै डल्ले खुर्सानी यहाँ त्यो डल जस्तै देखिरहेछ यहाँ छ टिम्बो रेडी पारेको छ गाईहरू बिस्तारो गर्नु है कुकर हुन्छ मिठो बास्ना आइरहेछ खै हेरौँ सुन्नु त पहिला जस्तै सिस्नो खानु मन लागेको थियो क्या मलाई आज त्यही भएर किनेर ल्याएको है गाईहरू गाउँघरतिर खाने बानी भएको नि त सहर बजार गाईहरूमा यो चटनी ल्याएको छु के खाइसक्यो हजुरले के हो यो भुजा र ब्रेड कसलाई दिनुभएको नि आमाले हजुर माले हजुरको ग्रान्ड माले दिनुभयो यस के खाजा खाइसक्यो त स्कुल खाजा मोमो 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 मिठो रहेछ त स्कुलको मोमो किलो बन्छ के भन्न चाहनुहुन्छ त हजुरले भिडियोमा अलिक राम्रो बोल्नुहोस् त लाइक एन्ड सब्सक्राइब अनि हाम्रो धेरै भ्लग बनाउनको लागि शुक्रिया होला हाम्रो भ्लगलाई हेर्नको लागि सिस्नो खान मन भयो यतातिर आइसियो भन्नु ए